म अत्यन्त भूत पीडित भएँ। भूत प्रेतले सतायो। मेरो शरीरमा रोगहरू थिए। सुगर रोग थियो, बीपी हाई थियो, कोलेस्ट्रोल थियो, शारीरिक रोग एकातिर, प्रेत बाधा अर्कोतिर। म साह्रै पीडित थिएँ। जब यस्तो रोग लागेपछि होइन आजा पूजा गरेर हुन्छ कि केले सन्चो होला भनेर पण्डितहरूलाई सोद्धाखेरि श्रीमद् भागवत पाठ लाउने हुने सन्चो हुन्छ, तना पितृ बाधा हो भने। अनि श्रीमद् भागवत पूजा पनि गरेर लगाएँ। हाम्रो समयलाई मैले गरेँ नगरेको सबै समयलाई थाहा छ। त्यो गर्दा पनि म सन्चो भएन। इलाज गरेँ, डक्टर कहाँ गएर इलाज गरेँ, त्यसले पनि मलाई त्यो भूत बाधा सन्चो भएन। त्यसपछि म अब कहाँ गएर सन्चो हुन्छु त भन्दाखेरि सन्त रामपालजी महाराजद्वारा चलेको यो जुन ज्ञान छ तत्त्वज्ञान, यो तत्त्वज्ञानमा जब मैले मन्त्र दीक्षा लिएँ त्यहाँदेखिबाट मेरो शरीर स्वस्थ भयो। त सन्त रामपालजी महाराजको ज्ञानबाट म एकदम सन्चो भएको छु, रोग रहित भएको छु, शोक रहित भएको छु। म यस्तै अस्वस्थ भएको अवस्थामा मलाई सन्चो गराउन उपचार खर्च पैसा ऋण लागेको थियो। 10-20 लाख रुपियाँ ऋण लागेको थियो। त्यो ऋण पनि सन्त रामपालजीको ज्ञान लिइसकेपछि त्यो पनि सबै ऋण चुक्ता भइसक्यो।